चामेकी स्वास्नी गौँथली साह्रै मुखाली थिई। राम्रा मुखले बोले भने पनि बाङ्गा बाङ्गा कुरा झिकेर न्यु खोज्थे। 2-4 दिन बिराएर सधैँ लोक्ने स्वास्नीको झगडा हुन्थ्यो। एक दिन बेलुका चामे हलो जोतेर घर आएको गौँथली दैलो अग्लाएर गाउँमा बिहा हेर्न गएकी रहेछ। दिनभरि जोतेर आएको भोकले लखतरान थियो। हलो जुवा काल्नमा ठडाएर गोरु बान्न लागेको थियो। मास्तिरबाट गौँथली आइपुगी। गौँथलीलाई देखेर चामे रिसले भुतुक्क भयो। भात पकाउनु त परै जाओस्, यस बेलासम्म अगेनामा आगो फुकेको थिएन। हत्तर पत्त दैलो उघारेर गौँथली पँधेरातिर हिँडी। चामे आँगनमा आगो सल्काएर तमाखु भर्न लाग्यो। दर्कन दर्कन लागेको बादल झैँ चामे पिँढीमा धुमधुम्की बसेर तमाखु खान लागेको थियो। गौँथली काखीमा गाग्रो च्यापेर आइपुगी। गौँथली ढोकाभित्र पस्न लागेकी थिए। राण दिनभरि जन्तीसँग आँखा झिम्काएर बसी यति बेला स्वाङ पार्छे भनेर एक लात हिर्कायो। गौँथली ढुनमुनिँदै सङ्घारमा लडी। गाग्रो फुटेर ढोकामा पानी छताछुल्ल भयो। गौँथली खबटाहरू आँगनतिर फ्याँक्न लागेकी थिए। मेरा घरमा एकछिन नबस, जहाँ जान्छेस् जा भनेर चामेले फेरि गौँथलीको चुल्ठो समातेर घिसार्दै आँगनमा पुर्यायो। अलिकति आफ्नो विराम थियो। त्यसो हुनाले पहिले लात्ताले हान्दासम्म गौँथली केही बोलेकी थिइन। तर पछिबाट जब चुल्ठो समातेर घिसार्दै आँगनमा पुर्यायो अनि गौँथलीले मुख छोडी। कोर सल्केको हात, बाबुआमा राँडा राँडीका आँखा फुटेर कसैका हातमा सुम्पे, यस्ता कङ्गाली मोराको जोई भएर बस्नुभन्दा डुबेर मर्नु जाति। राणले आफ्नो बाबु त खुब धनर्या छ भन्ठानेकी होली, गाउँलेको हलो नजोते साँझ सबेर खाना पुग्दैन, माइतीको धाक लगाउँछे भनेर एक लात फेरि कस्यो। गौँथली कङ्कला शब्द गरेर रुन लागी। गाउँका सारा केटाकेटीहरू तमासा हेर्न काल्नामाथि आएका थिए। मोरा हो, यहाँ के को रमिता छ र हेर्न आएका भनेर चामेले लौरो लिएर लघार्यो। केटाकेटीहरू हाँस्दै मास्तिर भागे। गौँथली रुँदै थिए। चामे पिँढीमा गुन्द्री ओछ्याएर सुत्यो। भोलिपल्ट बिहान चामे हलगोरु लिएर भोकै बेच्नेतिर हिँड्यो। बेलुका घर आएको गौँथली रहिनछ। छिमेकीसँग सोधेको दिउँसो लुगाफाटो बोकेर माइततिर हिँडी भन्ने कुरा सुनाए। यति बेलासम्म भैँसी आँगनमै रहेछ। चामेलाई देखेर बाँई गर्यो। भैँसीलाई घाँस हालेर पाडो छोडिदियो। एकछिनपछि गबुवा लिएर दुहुन बस्यो। पहिले त 2-4 सिर्का दिएको थियो। पछि चामेलाई लात्ताले हानेर बुरुक्क उफ्रियो। चामे गोबरमा उत्तान्नु पर्यो। गबुवा 3 हात पर पुग्यो। चामेका इष्टकोट कछार सारा लुगामा गोबर लाग्यो। भित्तामा मुठीभरिको लाठो ठडाइराखेको थियो। टपक्क लाठो टिपेर 2 चोट के हानेको थियो। भैँसी दाम्लो छिनाएर उफ्रँदै कोकोलेको मकैबारीमा पस्यो। चामे गरेर समना खोज्थ्यो। भैँसी चाहिँ तर्सेर यो छेउबाट ऊ छेउ, ऊ छेउबाट यो छेउ गरेर कुद्न थाल्यो। भर्खर गोडेका मकै सारा सोत्तर भए। कोकोलेकी आमा आँगनका डिलबाट सराप्न थाली। चामे मोडाको बाँझो होस्, मोरालाई छेरौटीले लान नसकेको। हिजो स्वास्नी कुट्यो, आज भैँसी कुटेर अर्काको वर्ष दिन खाने कमाइ बिगारिदियो। कसैको नभएको रिस। बजियाले बहादुरी देखाएको होला। पोहोर धनबिरीले लात्ताले खाँद्यो र वर्षभरि थला परेथ्यो। बल्ले छु भन्नु हो, पर चक्रीलाई कुट्न सक्ने पो सक्ने। आफ्नी स्वास्नी किलामा बाँधेको वस्तुलाई कुट्ने कि कुट्ने। साँस पर्यो कि एउटा न एउटा बिठाइ गरेर गाउँमा खल्ल र बल्ल पार्छ। धनबिरीका घरमा बिहाको भोज थियो। गाउँभरिका केटाहरू जाँड खाएर चुर थिए। कोकले मारुनी भएर मादल बजाउँदै नाच्दै गर्न लागेको थियो। अरू केटाहरू कोकलेको स्वरमा स्वर मिलाएर गाउँदै ताल दिँदै गर्न लागेका थिए। यस्तैमा बहिनी चाहिँ आएर मकैबारीमा चामेको भैँसी पसेको कुरा सुनाई। कोकले मारुनीको लहङ्गैसित दौडन्दै मकैबारीमा पुग्यो। कोकलेको पोसाक देखेर भैँसी झन् ठाडो पुच्छर लाएर कुद्न थाल्यो। बाँकी रहेका 2-4 बोट मकै पनि सुहा भए। मकै सोतर पारेको देखेर कोकले आगो भयो। चामेका गालामा कस्सेर 2 थप्पड लगायो। बिचारा चामे केही बोलेन। आधा राततिर बल्ल बल्ल 4-5 जना भएर भैँसी धपाएर ल्याए। भोलिपल्ट बिहान चामे पँधेराबाट काँधमा पानीको गाग्री बोगेर आउन लागेको थियो। मास्तिरबाट जुठे दमाईकी स्वास्नी झरी। जुठे दमाईसँग चामेको साह्रै मेल थियो। जुठीकी स्वास्नीलाई चामे भाउजू भन्थ्यो। चामेले पानी बोकेको देखेर जुठीकी स्वास्नीले भनी,
आबुई लोग्ने मानिसले पानी बोकेको कति नसुहाएको। के गर्नु भाउजू, राणलाई माइततिर गाडी हाले, आफूले नबोकेर कसले बोकिदिन्छ। कुट्न थालेपछि आँखा नदेख्ने बिचरा नभागेर के गरोस्। आफ्ना मुखले छोरा जस्तो मुख छ अनि नकुटेर के गर्नु। मुखाले भए कि अलिकति त कुटेरै पनि हो ब्यारे। चुप लागा, पोहोर दसैँमा जुठे दाइले एकचोटि कसरी कुटेथे, खोइ त एक वचन फर्कायो। एकचोटि भन्छौ, अहिले पो भक्ति भइरहेछन्। अघि अघि त नकुटेको दिन हुँदैन थियो। बेलुका भोटे गाउँतिरबाट झाँड खाएर आए अनि एउटा न एउटा न्यु झिकेर कुट्न थाले। झन् चाडबाडको दिनमा त के भन्नु, 2-4 दिन झरी बादल भो कि आजकल पनि जिउ दुख्छ। तर आफूले त यो उमेर हो कहिल्यै मुख फर्काएको थाहा छैन। हो त नि, के कुटेर मुखाले भयो कि भन्छौ त नि। तिम्रा जस्तो सुबानी भए पूजा गरेर राख्ने थिएँ। जे भए पनि स्वास्नी जैरीसँग टेक गरेर हुँदैन। कति दिन पानी पँधेरो गरेर बस्ने। भोलि नै लिन जाऊ। ज्ञान जानेर आउँछे भने घर छँदैछ, लिन त पढे भए जाउँला। चामी बाहा काटे भोटोमाथि इष्टकोट लागेको, तेर्सो कछाड कसेको, मैल टल्केको कालो टोपी लागेको, 2 आँखी भाउका माझमा सिन्दुरको टिको लागेको, काँधमा पानीको गाग्रो बोकेको, जुङ्गाको रेखी बसेको कालो कालो एक छाँटको देखिन्थ्यो। एक दिन बिहान चामे पिँढीमा बसेर सोतेमा तमाखु खान लागेको थियो। मास्तिरबाट जुठे दमाई झर्यो। अघि अघि छोरो बोकेर जुठे आइरहेको थियो। पछि पछि लुगाको सानो कुटुरो काखी चेपेर स्वास्नी आउन लागेकी थिए। चामेलाई देखेर जुठेले हाँसेर भन्यो, के मेलो छ कान्छा, बसी बसौ छ दाई। स्वास्नीलाई माइता धपाइहालिस्, अब एक्लै मोस गर बस। जुठेका लोग्ने स्वास्नीको खुब प्रीति थियो। जुठे सधैँ स्वास्नीलाई बेसी माझी गाउँतिर लुगा सिउन लिएर जान्थ्यो। बाटामा लोग्ने स्वास्नी घर गृहस्थीका दुःख सुखका कुरा गर्दै जान्थे। बेलुका पनि कुरा गर्दै फर्कन्थे। राति आटामा दियो राखेर जुठे विराट पर्वको श्लोक हाल्थ्यो। स्वास्नी चाहिँ जुठो चुलो गर्दै श्लोक सुन्दै गर्थे। कहिलेकाहीँ जुठे बिरामी भो भने स्वास्नी गाउँमा धामी झाँक्री खोज्दै हिँड्थे। बिष्टहरू कहाँ लुगा सिउन जाँदा कहिलेकाहीँ जुठे स्वास्नीसँग ठट्टा गरेर किक्लिक्क घिस्रो तान्थ्यो अनि यसो अरू मान्छेपट्टि हेरेर आँखा झिम्काउँथ्यो। स्वास्नी चाहिँ बुढो हुँदा पनि ठट्टा गर्ने बानी नगएको भनेर अर्कापट्टि फर्केर हाँस्थे। जुठे चोखो नितो पनि निकै गर्थ्यो। बिहानै धारामा गएर नुहाउँथ्यो। नुहाइसकेपछि पधेल्नीहरूले लुगा पकाएको ठाउँको खरानीको बिगुत लाएर विद्युतको शरीर उपली गगनमा उड्नु भयो झट्ट तसै भन्ने स्तोत्र पाठ गर्थ्यो। जुठेका गृहस्थी जीवनसँग आफ्नो जीवनको तुलना गरेर चामे बहुतै दुखी हुन्थ्यो। जुठे कहाँ खानपिन गरेर विराट पर्व पर्ने बेलामा आफ्नो घरमा रुवा बासी चल्छ। जुठेका लोग्ने स्वास्नीको त्यस्तो माया प्रीति छ। दुःख सुखका कुरा गरेर सँगै हिँड्छन्। आफ्नै स्वास्नी चाहिँ झगडा गरेर माइततिर हिँड्छे। बिहा भएको यतिका दिन भइसक्यो, कहिले राम्रो मुखले बोलेको थाहा छैन। फेरि एउटा भएको भैँसी पनि नजिक पर्न दिँदैन। आफू त माइत गई गई भैँसीलाई पनि एक हाते पारेर गई। यो भैँसीले गर्दा गालामा कोकलेको लबटो पर्यो। भिरबाट घचार दिउँ भने साहुको डोको, भोलि आएर साहुले बाँध्छ। आफूले जुठो चुलो नगरे भोकै बस्नुपर्छ। यस्तो छुसी जिन्दगी बिताउनुभन्दा खरानी घसेर हिँड्नु जाति। तर खरानी घसेर पो के गर्नु र? 10 घरका कुकुर नभुकाए खान पाइँदैन। उसमा पनि आजकल फेटा गुथीका मोटा घाटा जोगी देख्यो भने कोदाला खन्नका गाह्रोले जोगी भएका भनेर मानिसहरू गिल्ला गर्छन्। पाटीको बास हुन्छ। बिरामी परियो भने एक मुठी पानी खाना दिने मानिस हुँदैन। अर्काले भनोस् कि नभनोस् आफै नमो नारायण भनेर बिगुत लगाइदिँदै हिँड्दै ठुला ठुला झोली भिडेर खला खलामा चार्छन्। यो पनि उही संसारका रापले पोलेका बेलामा टाढाबाट झलक्क हेर्दा शीतल जस्तो लागेको मात्रै हो। पहिले 8-10 दिन त चामे गौथलीको नाउँ लिँदा पनि झम्टाला भने जस्तो गर्थ्यो। तर पछि पछि अति शून्य मान्न लाग्यो।
विचार गर्यो। मुखाले भए पनि साह्रै जाँगरेली थिई। मन लाएर एक भारी घाँस ल्याई भने भैँसी डम्म अगाउँथ्यो। ऊ गएदेखि 3-4 दिन भात खाएँ होला, नत्र भने खाली भुटेका मकैको भरमा छु। ऊ हुइजेल भैँसीले ट्याममा दुध दिन्थ्यो, आफै दुहुन्थी। ऊ गएदेखि बिस्केको बिस्कै भो। सबैजना डाकेर लिए भन्छन्। जुठे दाइकी स्वास्नी पनि त्यसै भन्थिन्। आए औली, नआए पनि एकपटक लिन जानै पर्यो। भोलिपल्ट बिहान भातसात खाएर चामे ससुराली जान तयार भयो। सन्दुकबाट पनेलाको दौरा सुरुवाल झिकेर लगायो। टोपीमाथि गौँथलीले तमाखुको पोको राखिदिएकी रहेछ। कस लागेछ, कच्या कुचुप पनि भएछ। चामे रिसाएर फतफताउन थाल्यो। राणीको ढङ्ग हेर, माल पाएर के गर्नु, चाल पाए पो हुन्छ। आफ्ना बाबा बराजुले बिर्खे टोपी लगाएको भए पो थाहा पाउँथे। बाबु खाडीको टोपी लाएर भाँडाको गादो पारेर हिँड्छ, छोरी किन गतिली हुन्थी। बहुनले च्याउ खायो, न स्वाद पायो। एकछिन फतफताएर तानतुन पारेर टोपी लायो। अस्कोट अर्को थिएन, उही पुरानो लगायो। ओर्नेको कुटुरो पिठ्यूमा छर्के पारेर बाँधेर हातमा एउटा झुत्रो लिएर हिँड्यो। चामे ससुरालीका घर मन्दिर चौतारामा बसेर पसिना पुस्न लागेको थियो। गाउँदेखि माथि वनको छेउमा घाँसको भारी बिसाएर गौँथली गीत गाउन थाली। उडी जाउँ भने म पन्छी होइन, बस्न त मन छैन। चामी मुरमुड्यो। घाँस खान नपाएर भैँसीको पेट गाइनेको सारङ्गी जस्तो भइरहेछ। राणी यहाँ बसेर बन्द रन्काउँछे। एकछिन चौतारामा थकै मारेर चामे बिस्तारै उकालो लाग्यो। चिलाउनेका रुखनेर पुगेपछि चामेका गोडा अलि गह्रुङ भए। सासु ससुराले केही भन्छन् कि भनेर कुस्तुर थियो। बिस्तार बिस्तार तगरा नेर पुग्यो। सासु जुठ्यानमा बसेर तापके मस्काउन लागेकी रहेछ। ससुरो पिँढीमा बसेर तमाखु खान लागेको थियो। सासुलाई देखेर चामेले हात जोडेर ढोगिदियो। सासुले पनि जुठै हातले ढोग फर्काई। चामे पिँढीमा बस्यो। ससुरो हुक्क नली चामेका हातमा दिएर ढोगिदिन निहुरेको थियो। चामेले गोडा जोडिदियो। एकछिनपछि घाँसको भारी लिएर गौँथली आइपुगी। पनेलाको चोलो, छिटको फरिया लाएकी, फरियाको गुल्थो खुम्चाएर पटुका बाँधेकी, हातमा बाला, घाँटीमा पवालो लाएकी, पुष्टा छाती भएकी, निधारमा सिन्दुरको ठुलो टिको लाएकी, कपालमा गुराँसको फूल सिउरेकी, अलिअलि सावला वर्णकी, निकै राम्रै देखिन्थे। गौँथलीको मनोहर रूप देखेर चामे तृप्त भयो। घरमा साक्षात् गृहलक्ष्मीले प्रवेश गरे जस्तो लाग्यो। साँझ परेपछि गौँथलीले आएर चामेका गोडामा ढोगिदी। चामे गदगद भयो। आज उसका हृदयमा गौँथलीलाई समाएर 1000 चोटि चुम्बन गरौँ जस्तो लाग्यो। समाउनलाई हात लम्काएको थियो। गौँथली हात पन्छाएर घरभित्र पसी। भातसात खाएपछि चामेलाई पिँढीमा ओछ्यान लगाइदिए। चामे ओछ्यानमा पल्ट्यो, तर उसका आँखामा निन्द्राको लेस थिएन। ऊ केवल गौँथली आउँछ कि भनेर बाटो हेरिरहेको थियो। सबैले खाए, जुठो चुलो गरे। एकछिनपछि कोही टुकी बत्ती लिएर चोटातिर गयो। त्यसपछि कसले उकुन्नी दैलो ढप्काएर आक्लो लायो। चामे दङ्ग पर्यो। चामेका मनमा कुरा खेल्न लागे। हरे, त्यो दिन बिचारी गौँथलीलाई किन कुटे होला। स्वास्नी मानिसहरू बिहा हेर्न भनेपछि हुरुक्क हुन्छन्। उसमा पनि चढ्दो उमेर। एकछिन बिहा हेर्न गई त के भयो। एकछिन यसो गाउँघरमा रमिता हेर्न गएको पनि खप्न नसक्ने छुसीले के स्वास्नी सुमर्नु। भात पकाउन अलिकता ढिलो गरी भनेर स्वास्नी कुट्नु, त्योभन्दा अधर्म काम अर्को के होला। अलि मुखाली भएकी पनि कुटेरै हो। अब घर गई भने कहिल्यै कुट्ने छैन। जुठे दाइका भन्दा बढ्ता कदर गरेर राखिन भने अनि भन्नु। मनमा कुरा उत्तिकै खेलिरहेका थिए। तलतिरबाट उप्याले उत्तिकै टोक्थे। बिहानी पख ढोका उगारेको शब्द आयो। गौँथली आएकी भनेर चामेले ठाडा ठाडा कान लायो। पछि हेर्दा ससुरो बुढो रहेछ। ससुरो दैलो उघारेर करेसातिर पिसा फेर्न गयो। चामेले रातभर निमेष लाएन। गाई बस्तु फुकाउने बेला भएको थियो। ससुरो पर्खालमा बसेर तमाखु खान लागेको थियो। सासु चाहिँ पिँढीमा बसेर मकै छोराउन लागेकी थिए। गौँथली भित्र मझेरीमा जुठो चुलो गर्दै थिए। चामेले अलि लास माने जस्तो गरेर ससुरासँग भन्यो,
खेती कमाइको बेला छ त ससुरा, छोरी पठाइदिनु पर्यो। ससुराले एकछिन खोकेर अनि नली गालामा अडाएर भन्यो, हुन त ज्वाइँ गरिब र सरिब भनेर अनेक थरीका नाउँ राख्थ्यो अरे, तर गरिब भए पनि आजसम्म कसैका घरमा पोल्टो थाप्न गएको छैन। पहु पुजेर दिएको तिमीलाई हो, आफ्नी स्वास्नी राजी गराउ लैजाऊ, कसैले छेकेको छैन। चामेले निच्च मुख लायो। गौँथली एकछिनपछि जुठो चुलो सिद्ध्याएर डोको नाम्लो लिएर वनतिर जान लागेकी थिए। चामेले पाखुरामा समाएर भन्यो, डोको नाम्लो लिएर कता नि, हिँड घर जाउँ। घरमा त मरे पनि जान्न। घर नगएर कहाँ जान्छेस् त? एउटा जीवलाई के जहाँ गए पनि त भो नि, जोगिनी हुन्छु जान्छु। भैँसीलाई घाँस कसले काटिदिन्छ र जोगिनी हुन्छेस्? काट्नु क्या, आफ्नो भैँसीलाई आफै घाँस। धेरै नबोल, खुरुक्क हिँड। घर लगेर फेरि न्यु झिक्दै कुर्दै गर्नलाई? अब पोडे भए केही गरौँला। भो नाप्यो। एकछिनपछि लुगासुगा लाएर सिङ्गार पटार गरेर गौँथली बाहिर निस्की। सासु बुढीले एउटा सानो पोको र एक ठेकी दही ल्याएर अगाडि राखिदी। पोको काखी च्यापेर गौँथली अघि लागि। चामे हातमा ठेकी झुन्ड्याएर पछि पछि लाग्यो। बाटामा चामे र गौँथली कुरा गर्न लागे। आजकल भैँसीको दुध कति छ नि? बिहान बेलुकी गरेर एक पाथी। गौँथलीले चामेपट्टि फर्केर ओठ लेउराई। घाम डाँडामा बस्न लागेका थिए। गोठालाहरू गाई बस्तु अघि लाएर धुलो उडाउँदै बिस्तारै उकालो लाग्न लागेका थिए। चामे गौँथलीलाई लिएर पँधेरानेर आइपुगेको थियो। मास्तिरबाट डोकामा गाग्री बोकेर जुठीकी स्वास्नी आउन लागेकी रहेछ। चामेलाई देखेर जुठीकी स्वास्नीले यति लामो जिब्रो झिकेर हाँसेर भनी, ओहो, चखेबा चखेबीको जोडा जस्तै अघि अघि दुलही पछि पछि दुलहा, कति राम्रो सुहाएको। गौँथलीले मुसुक्क हाँसेर भनी, भो न आशा दिदी, फेरि कुन दिन कटाछे पर्ने हो? उस चाटाचाट गर्न पनि त बेर लाग्दो रहेनछ नि। लोक्ने स्वास्नीको झगडा, परालको आगो।